नेपालका 100 पर्यटकीय गन्तव्य मध्येको एक यो हो सल्यानको कुपिने ताल। कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा पर्ने कुपिने ताल एउटा अद्भुत ताल हो। वर्षमा 3 पटक रङ बदल्ने कुपिने तालमा वर्षा, हिउँद र गर्मीयाममा मौसम पछि रङ बदलिन्छ। पानी सधैँ सफा रहने यो तालमा वर्षामा वरिपरिको बारी पस्दा समेत पानी कहिल्यै धमिलो हुँदैन। वरिपरि घना जङ्गल भए पनि यस तालमा पात पतिङ्गर कतै भेटिँदैनन्। पात खस्न साथ आफै तालको किनारमा पुग्दछन्। यो ताल चखेवा, पानी हाँस र स्थानीय गैला तथा बुधना जातका माछाहरूको वासस्थान समेत हो। वरिपरि मिलेका पहाड, हरियो वन जङ्गल र बीचमा निलो आकाश झै पूर्व पश्चिम फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै 100 गन्तव्य मध्येको ठाउँमा पर्ने एक पर्यटकीय स्थल समेत हो। झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिने यो तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन। यो तालमा देखिने कुनै मुहान पनि छैन र निकास पनि छैन। तर वर्षामा पानीमा तालको सतह केही मात्रामा बढ्दै जान्छ भने हिउँदमा केही मात्रामा घट्दै जान्छ। कुपिने तालको गहिराई 69 मिटर, लम्बाइ 1200 मिटर र चौडाइ 350 मिटर रहेको छ भने ताल 30 हेक्टर क्षेत्रफलमा फैलिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पूर्वी उत्तरी भागमा रहेको कुपिने ताल पुग्नको लागि छिन्चु मेलकुना हुँदै सल्यानको बालुवा सङ्ग्रही आएर खलङ्गा आउने पूर्वी भागको उकालो सडक हिँडेपछि पुगिन्छ। यस्तै साबिकको राप्ती अञ्चलको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलङ्गा जैतपानी हुँदै यो ताल पुग्न सकिन्छ। मदन भण्डारी राजमार्गले पनि आफ्नो रुट यो तालको छेउ भएर बनाएको छ। यस कुपिने तालसँगै जोडिएको कैलोबरा मन्दिरमा पनि पूजाआजा गर्न वर्षेनी टाढा टाढाबाट भक्तजनहरू पुग्ने गर्दछन्। ढुङ्गा सैर गर्न, मन्दिरमा पूजापाठ गर्न र मनोरम वातावरणमा रमाउन यो ताल पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।